हेलो साथीहरू, त आज म तपाईहरुको लागि ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा सोध्ने महत्त्वपूर्ण प्रश्नहरू आज म तपाईको लागि लिएर आएको छु। त सिधा लागौं प्रश्नतिर। यहाँ हेर्न सक्नुहुन्छ 416 नम्बर क्वेशन रहेको छ। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बर छ वर्गकार, ख नम्बरमा छ आयकार, ग नम्बरमा छ पार्किङ स्थल, घ नम्बरमा छ अस्पताल। त यसको सही एन्सर हुन्छ नम्बर ग, पार्किङ स्थल। अब अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? त यसको क नम्बर अप्सन रहेको छ एकतर्फी बाटो, ख नम्बर अप्सन रहेको छ दुईतर्फी बाटो, ग नम्बर अप्सन रहेको छ पूर्वतर्फ र घ नम्बर रहेको छ पश्चिमतर्फ। त यसको सही उत्तर हुन्छ एकतर्फी बाटो। यहाँ हेर्न सक्नुहुन्छ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा रहेको छ पसल, ख नम्बरमा रहेको छ वर्कसप, ग नम्बरमा रहेको छ घर, घ नम्बरमा रहेको छ पार्किङ स्थल। त यसको सही उत्तर हुन्छ के वर्कसप। यहाँ हेर्न सक्नुहुन्छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा रहेको छ धार्मिक क्षेत्र, ख नम्बरमा रहेको छ आवास क्षेत्र, ग नम्बरमा रहेको छ अस्पताल, घ नम्बरमा रहेको छ प्राथमिक उपचार। त्यसको सही उत्तर हुन्छ नम्बर घ, प्राथमिक उपचार। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा रहेको छ उकालो बाटो, ख नम्बरमा रहेको छ एकतर्फी बाटो, ग नम्बरमा रहेको छ उछिने ठाउँ, घ नम्बरमा रहेको छ दायाँ मोड। त्यसको सही उत्तर हुन्छ नम्बर ग, उछिने ठाउँ। अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बर टेलिफोन, ख नम्बर इन्टरनेट, ग नम्बर टुल, घ नम्बर प्रहरी। त्यसको सही उत्तर रहेको छ नम्बर क, टेलिफोन। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा रहेको छ टेलिफोन सेवा, ख नम्बरमा रहेको छ ट्रक सेवा, ग नम्बरमा रहेको छ टी जंक्सन, घ नम्बरमा रहेको छ बाटो समाप्त। त्यसको सही उत्तर हुन्छ बाटो समाप्त। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा पैदल यात्रीको बाटो, घ नम्बरमा विद्यालय, ग नम्बरमा प्रहरी, घ नम्बरमा बिग्रेको बाटो। त यसको सही उत्तर रहेको छ नम्बर क, पैदल यात्रीको बाटो। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर क मा रहेको छ गाडी राख्ने ठाउँ, नम्बर ख मा रहेको छ अस्पताल, नम्बर ग मा रहेको छ मेसिन, नम्बर घ मा रहेको छ पेट्रोल पम्प। त्यसको सही उत्तर हुन्छ नम्बर घ, पेट्रोल पम्प। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर क मा रहेको छ विश्राम स्थल, नम्बर ख मा रहेको छ रिफ्रेस सेन्टर, नम्बर ग मा रहेको छ बास बस्ने ठाउँ, नम्बर घ मा रहेको छ अस्पताल। त्यसको सही उत्तर हुन्छ नम्बर ग, बास बस्ने ठाउँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ? त नम्बर क मा रहेको छ विश्राम स्थल, नम्बर ख मा रहेको छ अस्पताल, नम्बर ग मा रहेको छ आवास क्षेत्र, नम्बर घ मा रहेको छ बास बस्ने ठाउँ। त्यसको सही उत्तर हुन्छ नम्बर ख, अस्पताल। यहाँ अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर क मा रहेको छ घर, नम्बर ख मा रहेको छ मन्दिर, नम्बर ग मा रहेको छ जलपान, नम्बर घ मा रहेको छ विद्यालय। त्यसको सही उत्तर हुन्छ नम्बर ग, जलपान। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर क मा रहेको छ पैदल यात्री र साइकल बाटो, नम्बर ख मा रहेको छ विद्यालय, नम्बर ग मा रहेको छ केटाकेटी, नम्बर घ मा रहेको छ भिडभाड हुने क्षेत्र। त्यसको सही उत्तर हुन्छ नम्बर क, पैदल यात्री र साइकलको बाटो। अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर ख मा रहेको छ साइकल मर्मत, नम्बर ख मा रहेको छ साइकलको बाटो, नम्बर ग मा रहेको छ साइकल निषेध, नम्बर घ मा रहेको छ साइकल यात्री। त्यसको सही उत्तर के हुन्छ? नम्बर ख, साइकलको बाटो। अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? नम्बर क पार्किङ निषेध, नम्बर ख बस बिसाउने, नम्बर ग बस पार्क, नम्बर घ पार्किङ स्थल। त यसको सही उत्तर हुन्छ बस बिसाउने। अर्को क्वेशन तर्फ लागौं। यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बरमा वन क्षेत्र, नम्बर ख मा छ मन्दिर, नम्बर ग मा छ वनभोज स्थल, नम्बर घ मा छ विद्यालय। त्यसको सही उत्तर हुन्छ नम्बर ग, वनभोज स्थल। यहाँ हेर्न सक्नुहुन्छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ? यहाँ क मा छ जेब्रा क्रस, नम्बर ख मा छ विश्राम स्थल, नम्बर ग मा छ पार्किङ, नम्बर घ मा छ विद्यालय। त्यसको सही उत्तर हुन्छ जेब्रा क्रस। अब यहाँ हेर्नु यस्तो ट्राफिक चिन्हले के जनाउँछ? क नम्बर चिप्लो ठाउँ, नम्बर ख उछिने ठाउँ, नम्बर ग अत्यन्त जरुरी भएमा राख्ने, नम्बर घ वन क्षेत्र। त यसको सही उत्तर रहेको छ अत्यन्त जरुरी भएकोमा राख्ने, नम्बर ग। यहाँ हेर्न सक्नुहुन्छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ? सडक छेउका रेखाहरू, कच्ची सडक, सडक पार्किङ। त्यसको सही उत्तर रहेको छ नम्बर क, सडक छेउका रेखाहरू।
अर्को कुन तर्फ लागौ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क पार्किङ निषेध नम्बर ख अधिकतम गति सीमित नम्बर ग पार्किङ स्थल नम्बर घ जाने ठाउँ त यसको सही उत्तर रहेको छ नम्बर ख अधिकतम गति सीमित यहाँ यस्तो ट्राफिक चिन्हले के जनाउँछ पार्किङ ख नम्बर उछिने ठाउँ नम्बर ग सवारी चौडाइ सीमित नम्बर घ विद्यालय त यसको सही उत्तर रहेको छ नम्बर ग सवारी चौडाइ सीमित अर्को क्वेशन रहेको छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क उछिने निषेध नम्बर ख उछिने ठाउँ नम्बर ग एकतर्फी बाटो नम्बर घ दुईतर्फी बाटो त्यसको सही उत्तर रहेको छ उछिने निषेध यहाँ अर्को तर्फ लागौँ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क मोडर्न निषेध नम्बर ख घुम्ती नम्बर ग गति सीमित समाप्त नम्बर ग हर्न निषेध त्यसको सही उत्तर रहेको छ हर्न निषेध यस्तो ट्राफिक चिन्हले के जनाउँछ क नम्बर रोक ख नम्बर रोक हेर र जाऊ नम्बर ग पार्किङ स्थल नम्बर घ सिधा मात्र जाऊ त्यसको सही उत्तर रहेको छ रोक हेर र जाऊ अर्को क्वेशन रहेको छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क पार्किङ निषेध नम्बर ख उछिने ठाउँ नम्बर ग पार्किङ स्थल नम्बर घ गति सीमा समाप्त यसको सही उत्तर रहेको छ नम्बर घ गति सीमा समाप्त अर्को क्वेशन तर्फ लागौँ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क सिधा जान निषेध नम्बर ख सिधा मात्र जाऊ नम्बर ग रोक्ने ठाउँ नम्बर घ अगाडि गएर बायाँ मोड यसको सही उत्तर रहेको छ नम्बर ख सिधा मात्र जाऊ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क वाई जक्सन नम्बर ख टी जक्सन नम्बर ग बाटो समाप्त नम्बर घ टर्न टु टी त्यसको सही उत्तर रहेको छ नम्बर ख टी जक्सन अब यहाँ हेर्न सक्नुहुन्छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क ढुङ्गा खस्ने ठाउँ नम्बर ख बाटोमा काम हुँदैन नम्बर ग खतरा नम्बर घ सुरक्षित ठाउँ त यसको सही उत्तर रहेको छ नम्बर ग खतरा अर्को क्वेशन रहेको छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क अगाडि दुईतर्फी बाटो सिधा नम्बर ख दोहोरो बाटो नम्बर ग अगाडिबाट सवारी आउन सक्ने नम्बर घ एकतर्फी बाटो यसको सही उत्तर रहेको छ नम्बर क अगाडि दुईतर्फी बाटो सिधा अब अर्को क्वेशन रहेको छ यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क अगाडि दुईतर्फी बाटो सिधा नम्बर ख अगाडिबाट सवारी आउन सक्छ नम्बर ग अगाडि दुईतर्फी बाटो नम्बर घ एकतर्फी बाटो त्यसको सही उत्तर रहेको छ अगाडि दुईतर्फी बाटो अब यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क बायाँ मोड नम्बर ख दायाँ मोड नम्बर ग घुम्ती नम्बर घ गोलो घुम्ती त्यसको सही उत्तर रहेको छ नम्बर ख दायाँ मोड यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क दायाँ मोड नम्बर ख दायाँ पुरा मोड नम्बर ग बायाँ मोड नम्बर घ घुम्ती त्यसको सही उत्तर रहेको छ दायाँ पुरा मोड यहाँ सक्नुहुन्छ अर्को क्वेशन त यस्तो ट्राफिक चिन्हले के जनाउँछ नम्बर क साँघुरो पुल नम्बर ख साँघुरो बाटो नम्बर ग एकतर्फी बाटो नम्बर घ दुईतर्फी बाटो त यसको सही उत्तर रहेको छ साँघुरो पुल आजको लागि यति नै साथीहरू भिडियो राम्रो लागेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सनु होला र अर्को पनि भिडियो म छिटै लिएर आउने छु।